ल बुवा, अब चाहिँ हामी मीन राशिको बारेमा कुरा गरौँ। मीन राशिको समग्र भविष्य कस्तो छ, के छ? यस्तो छ, मीन राशि भन्नाले बनोटमा चाहिँ हजुर देदो थ झ य देदो चाचीको अक्षरले मीन राशि भन्छ। र मीन राशिका स्वामी राशि बृहस्पति हुन्। हजुर, बृहस्पति चाहिँ शमी राशि, स्वामी राशि शमी ग्रह, शमी ग्रह, राशिका शमी ग्रह बृहस्पति। हजुर। र शुभ रत्नमा पुष्पराज मोती मुगा हजुर मानिएको छ। र शुभ बारमा सोमबार, मङ्गलबार, बिहिबार। हजुर। अनि अब कुनै बार अलि अशुभ पनि हुन सक्छन्। अशुभ बार भनेकोमा शुक्रबार, त्यसमा चाहिँ हामी केही सचेत रहनुपर्छ। र अब राशिका मित्र राशि भन्छन् नि, राशिहरूमा मित्र राशिमा मेष, कर्कट र सिंह र धनु यी मित्र राशि भए हो। र कोही शत्रु पनि हुन्छन्। र शत्रु राशि भन्नाले वृष, मिथुन, कन्या र तुला मानिएको छ। र अब रत्नमा शुभ रत्नमा पुष्पराज मोती मुगा चाहिँ उत्तम हुन्छ मीन राशिवालालाई। र मीन राशिवालालाई अथवा रोजगारीका लागि अथवा विदेश भ्रमण जानु पर्यो भने शुभ दिशा चाहिँ पूर्व र उत्तर मानिन्छ। र यो मीन राशिवाला दयालु हुन्छ हो, नियम अनुसारमा चल्ने हुन्छ र सत्यवादी हुन्छ र स्पष्टता स्वभावको हुन्छ भनेर पनि भनिएको छ। अनि शिक्षा या पेसामा चाहिँ शिक्षक, प्राध्यापक, कानुनविद, वकिल, डाक्टर, बैङ्क कर्मचारीमा राम्रो हुन्छ भनेर पनि भनिएको छ। र पढाइमा शिक्षा, कम्प्युटर, कानुन, दर्शनशास्त्र उत्कृष्ट मानिन्छ। र रोगमा चाहिँ दम, धम्की या श्वास प्रश्वास सम्बन्धित रोग लाग्न सक्ने हुन्छ। यसमा हामी सचेत हुनुपर्छ। र वर्षमा 5, 10, 19 हो, 27 र 53 वर्ष महिना दिन केही अनिष्टदायक हुन सक्छन्। त्यसमा हामी सचेत हुनुपर्छ। र तिथिमा मीन राशिवालाका तिथिमा पञ्चमी, दशमी, पूर्णिमा केही यी चाहिँ नि तिथिहरू अशुभदायक हुन सक्छन् हो। र देवतामा इष्टदेवमा भगवान विष्णुको आराधना गर्नु राम्रो मानिन्छ।